हेलो गाइस आज चाहिँ हामी दसैँ सपिङको लागि गएको थियौँ होइन अनि त्यसपछि कपडाको सँगसँगै हामीले 99 मा पनि हेरेको थियौँ होइन हेर्दाखेरि एकदम राम्रो लाग्यो सामानहरू होइन हामीले अनि यति धेरै सामान किनेर ल्याएको हेर्नु न अब कस्तो हतार भइसक्यो छ हामीसँग होइन सामानहरू सबै हजुरहरूलाई देखाउँछु अनि एकदमै भिडियो एकदम राम्रोसँगले बिस्तारै हेरिदिनु होला है त्यति लागि हामी सुरु गर्छौँ है त फर्स्टमा यो के यो चाहिँ पर्स हो होइन एकदमै लाइक पर्स पनि भयो मोबाइलहरू राख्नु पनि अनि मेकअप पाउच पनि भयो मेकअप पनि हाल्नु मलाई चाहिँ एकदम मन पर्यो कस्तो राम्रो नि हेर्नु न पल्स पनि छ कि कस्तो राम्रो डिटेल है अनि हामीले चाहिँ यो यस्तो चाहिँ होइन हामीले 2-3टा कति रहेछ भने गिफ्ट पनि दिनलाई हामीले ट्राई गरेको ब्रसहरू राख्ने कि मैले चाहिँ सोचेको यसमा चाहिँ ब्रसहरू सानो सानो ब्रसहरू राख्यो अनि टक्कै सेपरेट हुन्छ नि त फोरहरू पनि लाग्दैन त्यसमा हाल्ने अनि अरू सामान कस्तो स्पेसियस छ कि हेर्नु न अझ यहाँ हेर्नु न मलाई त यो अझ मन पर्यो क्या यो एकदम हेर्छ हजुरहरूले पनि एकदम राम्रो छ होइन त पर्स कस्तो डिजाइनर है एकदम अनि कस्तो सस्तो भने त्यो सामानलाई पनि कस्तो राम्रो छ मोबाइल अट्छ पैसाहरू अट्छ है त्यसको लागि चाहिँ अनि यहाँ सबभन्दा मन परेको मलाई चाहिँ यो हेर्नुहोस् न कति राम्रो छ यो यसलाई अब यस्तो प्लेटमा राखेर होइन थोरै पानी राखेर यसको माथि राख्नुपर्छ एकदम लक्ष्मी हुन्छ यस लक्ष्मीलाई पूजामा युज हुन्छ यो अरू गिफ्ट पनि दिने एकदम राम्रो हुन्छ होइन अनि यो अब लक्ष्मी पूजा दसैँमा अब गिफ्ट दिनुको लागि हामीले त्यो सामानहरू पनि ल्याएको छौँ अनि हामीले दुईवटा क्युट कलरको ह्याङ्गर कस्तो राम्रो छ यो बुढालाई मलाई यो चाहिँ किचनको फेभरेट होइन मलाई थोरै अब किचनको काम गर्नुपर्छ होइन अलिकति बढी खानाहरू बनाउनु मनपर्छ त्यही भएर चाहिरहेको म चाहिँ के गर्ने जस्तो लागेको थियो बटरहरू यो पनि युज गर्नुहुन्छ त्यो प्यानहरूमा रोटी मलाई त्यस्तै लाग्यो अन्डा रोटी हुन्छ नि यस्तो गरेर गोलो बनाउने त्यस्तो राम्रो होइन क्या त्यही भएर अनि यो पनि छोप्नलाई 2 in 1 भयो है छोप्न पनि भयो अनि यसमा चाउचाउ जस्तो भयो एकदम सुनेको थिएँ क्या मैले बारेमा एकदम सुन्नुहुन्छ भनेर कस्तो हुन्छ फर्स्ट टाइम ल्याएको छु त्यही हो यो चाहिँ मैले खासमा यो राखेर यो लिम भनेको थिएँ भरे यो निकाल्नै बिर्सेछ कि फर्स्टमा यो तपाईँले मैले राखेको थिएँ अनि पछि निकालेर यो राखेँ यो राखेर दुइटै आयो ठिकै छ सफा गर्न दसैँमा डिप क्लिन गर्न एकदम राम्रो हुन्छ यो चाहिँ बेबीको लागि अरे यो के मैले भानकोटीमा यस्तो महँगोमा देखाएको थिएँ है मलाई पहिलादेखि किन्न मन लागेको थियो अनि खानाहरू प्लास्टिकमा नराख्नु अरे नि त यस्तो लक गर्न मिल्छ एकदम प्रुफ के यो लिकेज प्रुफ हो नि त के हुँदैन यो सिसाको सामान चाहिँ एकदम राम्रो हुन्छ है अनि यो हेर्नु न कति धेरै के अझै पनि हामीले धेरै पो ल्याएको छौँ गिफ्ट पनि दिनु लागि हामीले यति धेरै ल्याएको है नै छ दसैँमा सबैजना गिफ्ट दिनुहुन्छ नि त यति धेरै ल्याएको मलाई त कस्तो 99 रुपियाँ हेर्नु न कस्तो राम्रो के कलर कस्तो मिठो यो चाहिँ मेरो फेभरेट कस्तो राम्रो छ है अनि यहाँनिर झुन्डाउन पनि हुन्छ कि उत्योहरू ब्याङ्गल्सहरू है कस्तो राम्रो छ कि यो चाहिँ यो टुहरू छ यहाँ अझ पनि रहेछ हेर्नु न सबै हालेको यो सिसाको भनेपछि त यो मेरो सबभन्दा फेभरेट म यसलाई फुल ल्याउँछु कि यस्तो वाला आर्टिफिसियल वाला यस्तो राम्रो नेचुरल देखाउनुलाई पनि देखेको थिएँ दामा राख्छु अझ
यसलाई आर्टिफिसियल भन्दा पनि नेचुरल राख्दा पनि राम्रो हुन्छ क्या नेचुरल त त्यति साह्रो आउँदैन होला नि कति धेरै छ नि त हामीसँग त त्यो नेचुरल हाल्दा जस हामीले अल्टर गर्दै हाल्दा पनि भइहाल्छ राम्रो छ फेरि कस्तो हेभी छ के है जस्ट ओन्ली 299 यो गिफ्ट केही भइहाल्यो एउटा ल्याएको थुप्रै ल्याएको धेरै सपिङ पनि गर्ने भनेको छ हाम्रो मामुले ल्याउनुभएको यो चाहिँ हो यो पनि सेम हो त्यो चाहिँ नि त्यसलाई र यसलाई सेम गर्न मिल्छ क्या मिल्दैन चौक्न मिल्दैन चाउमिन गर्न मिल्छ यो तरकारीहरू त्यो चाहिँ स्टिलको हो त कस्तो राम्रो यसलाई चाहिँ तरकारी सागहरू यसलाई पनि 299 होला यो चाहिँ अन्ली 99 अनि यो ह्याङ्गर ल्याएको कि ठोकिराख्नु पर्दैन नि त अब गाडीहरू गर्दाखेरि बिग्रिन्छ है वालहरू कस्तो राम्रो टाँसेर पनि गोल्डेनमा कस्तो राम्रो यो किचन सेक्सन अनि यो चाहिँ हाम्रो गिफ्ट सेक्सन सकेको छ अब हाम्रो दसैँ सपिङ छ सपिङ दसैँ आए जस्तो भयो क्या बाबुजुको कस्तो राम्रो अरेन्ज कलरमा है कस्तो राम्रो छ क्या मलाई एकदम मन पर्यो अहिले आएको हो यो चलेको है कस्तो छ गाडी हेर्नुहोस् त मलाई त एकदम मन पर्यो हजुरलाई एकदम कस्तो राम्रो देखाएको छ है सल पनि राम्रो सल पनि सुरुवात देख्दा पनि देख्दैन नि त गाउँमा छ सल र कस्तो राम्रो नि यो कलरै एकदम नाइस छ है मलाई नै लाउनु मन लाग्छ मलाई चाहिँ होइन यस्तो गोलो भन्दा भीमा कस्तो मनपर्छ डिटेल कस्तो राम्रो छ है नेकलाइन कलर कम्बिनेसन कस्तो राम्रो छ कि फेरि तल पनि यस्तो डिटेल दिएको छ पनि छ मामुलाई मागेर मै लाउँछु अनि यो चाहिँ सुरुवाल भयो है यो सल भयो सुरुवाल पनि राम्रो छ है दसैँमै लगाउने खालको त्यो मेरो भन्दा यो यसको त्यो मन पर्यो मलाई चाहिँ सुरुवाल चाहिँ राम्रो के सबसे राम्रो भयो लास्ट वान गरमको छ मेरो नम्बर 1 कलरफुल लाउने त्यही भएर मलाई चाहिँ फर्स्ट टाइम अम्ब्रेला लगाउनु लागेको कस्तो राम्रो छ ल्याभेन्डर कलर माई फेभरेट कलर ल्याभेन्डर कलरमा है कस्तो राम्रो छ यसको डिटेल्स तल हेर्नुहोस् न कस्तो राम्रो के अनि यो मलाई त्यो सबसे मन परायो के कस्तो राम्रो दसैँ कहिले आउँछ जस्तो भइसक्यो लगाउनुलाई सपिङ गऱ्यो है आज अझै केही बाँकी छ होइन अब अलिअलि बाँकी छ फाटफुट एक दिन पहिले गर्नुपर्छ अब स्लिपरहरू यसको पनि भाडाहरू है दसैँको भाडाहरू यसको मलाई यसको चाहिँ यो तलको डिटेल्स अनि यो चाहिँ सल एकदम मन पर्यो है यो चाहिँ कलर पनि एकदम पहिला चाहिँ एकदम सुहाउने कलर यो चाहिँ है मलाई कस्तो राम्रो एकदम राम्रो देख्यो म हाल्छु भिडियोमा लगाएर पनि कस्तो देख्छ हेर्नु होला सुरुवालमा पनि हेर्नु कस्तो राम्रो डिटेल दिएछ नाइस अनि अब दादाहरूको चाहिँ दादा र अनि shopping. What's up, guys? हाम्रो चाहिँ यति नै हो shopping. अब हाम्रो चाहिँ दसैँको भाडाहरू है अलिअलि अब टिका लाउने त्यो टिकादानी भयो होइन अनि त्यसपछि फ्रुट्सहरू राख्ने त्यो डाला पनि ल्याउनु छ है त्यसको पनि हामीले भिडियो बनाउने नै छौँ हाम्रो दसैँ
आजको सपिङ चाहिँ आजलाई यति नै इन्जोय गर्नु होला हाम्रो भिडियो जस आज चाहिँ रमाइलो भयो हैन हामी सपिङ थाक्या पनि छ एकदम उयो भयो तर जस गरे अनुसार सपिङ गरे अनुसार हामीले जस राम्रो सामानहरु आएको छ सबै चिज पाइन्छ खुसी लागेको जो 99 मा गयो त्यति खुसी लाग्यो अझै किनौँ लाग्ने है त्यहाँ गएपछि त कस्तो राम्रो के सकेर कति धेरै जस फेरि हामी भिड कस्तो थियो भिड यति धेरै भिड हो कि अनि बल्ल बल्ल हामीले त्यहाँ सपिङ गरेर अनि त्यसपछि सामानहरु लिएर अनि त्यसपछि बल्ल बल्ल आइपुग्यो हामी बेलुका कति बजे गएको थियौँ हामी 1 बजे एक बजे होइन 12:30 भएको थियो होला किन हामी खाना खाएपछि गर्दै 11:30 भएको थियो लगभग फर्किँदा 5 बजेको थियो 5 बजे थियो होला सायद त्यत्रो टाइम हेर्न पनि हेरे मजाले हेरेर गएको एकदम दसैँको भिड बढाएको छ हामीसँग सेफ भएर जानु होला अनि सपिङ गर्नु होला ह्याप्पी दसैँ अहिले अब हामीले यसरी सामानहरू होइन कस्तो छ भनेर हजुरहरूलाई देखायौँ होइन अब यो सामानहरू अब युजफुल हुन्छ हामीलाई होइन दसैँमा पनि अब युज हुन्छ अब जस हजुरहरूको पनि दसैँ राम्रो होस् होइन त्यही नै शुभकामना छ हजुरहरूलाई ह्याप्पी दसैँ सबैजनालाई हाम्रो भिडियो मन पराइदिनु भएकोमा एकदम धेरै धेरै धन्यवाद अहिले यो हाम्रो यो भिडियो होइन हाम्रो फर्स्ट हो होइन कस्तो हुन्छ होइन हामी अझै बनाउँदै जाँदैछौँ यस्तो टाइपको भिडियो चाहिँ पहिला अरू पनि हालेछ सिम्पल त्यो त सर्टमा भयो लङमा चाहिँ नि फर्स्ट टाइम हो यो अनि लङमा पनि हालेछ कि लङमा त त्यो तपाईँको अर्कै खालको भयो नि त यो त्यही त यस्तो टाइपको भिडियो चाहिँ लङमा पनि हालेछ तर यस्तो खालको यो चाहिँ फर्स्ट टाइम हो कस्तो हुन्छ मन राम्रो लाग्यो भने होइन लाइक कमेन्ट सेयर पनि गरिदिनु होला अनि सी यु नेक्स्ट भिडियो यस्तै राम्रो राम्रो सामानहरू ल्याएर हजुरलाई देखाउनेछ अनि लाइक गर्नु होला सेयर सब्सक्राइब गरेर हामीलाई लाइक गरिदिनु होला एक्चुअली खास को भनेर चाहिँ थाहा छैन होला होइन उहाँ चाहिँ मेरो नन्द हो म चाहिँ भाउजू नन्द भाउजूको कम्बिनेसन होइन कस्तो हुन्छ अनि हजुरहरूलाई भिडियो मन पऱ्यो